Namaste everyone, welcome to another video of Idapreneur Nepal. What if I tell you, तपाई महिनाको 1000 देखि 3000 रुपैयाँको दरमा हरेक महिना हाल्दै जानु भएर एउटा सर्टेन समयको पोइन्टमा पुगिसकेपछि तपाईको हातमा मोर देन करोड रुपैयाँ पुग्न जान्छ। के तपाई त्यस्तो इन्भेस्टमेन्ट गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने नेपालमा विगतको 2 वर्षदेखि बल्ल यो सिस्टम भित्रिएको छ, विदेशमा त पहिलेदेखि नै छ। सो यो सिस्टमलाई चाहिँ भन्ने गरिन्छ SIP अर्थात सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान। यो प्लान के हो त? यो प्लान कसले गर्ने? यो प्लानको बेनिफिट के हो? यो प्लान कति समयको लागि गर्ने र यो कोले गर्ने र कहाँबाट गर्ने? यो सम्पूर्ण जानकारी आजको भिडियोमा तपाईहरुलाई लिएर आएको छु। सो लेट्स गेट राइट इन्टु द भिडियो। SIP अर्थात सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान यो एउटा म्युचुअल फन्डको प्लान हो। हामीले यो भन्दा अगाडिकै भिडियोमा म्युचुअल फन्ड भनेको के हो, म्युचुअल फन्ड कति किसिमको हुन्छन्, कुन प्रकारका हुन्छन् भनेर अलरेडी एक्सप्लेन गरिसकेका छौं। यदि तपाईहरुलाई म्युचुअल फन्डको बारेमा जानकारी छैन भने हाम्रो अगाडिको भिडियो हेर्नु होला, अल अबाउट म्युचुअल फन्ड भनेर। त्यसमा हामीले ओपन एन्डेड म्युचुअल फन्ड र क्लोज एन्डेड म्युचुअल फन्डको विस्तृत जानकारी दिएकै छौं। यो SIP अर्थात सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनेको चाहिँ नेप्सेमा लिस्ट हुँदैन। यो एउटा ओपन एन्डेड म्युचुअल फन्ड हो। नेपालमा हाल 4 वटा मात्र ओपन एन्डेड म्युचुअल फन्ड छन्। सो SIP भनेको चाहिँ ओपन एन्डेड म्युचुअल फन्डमा मात्र हुन्छ, किनभने यो एकदमै लामो समयको लागि हो। क्लोज्ड एन्डेड म्युचुअल फन्डको चाहिँ एउटा सर्टेन डेट हुन्छ जुन चाहिँ जब चाहिँ त्यो म्युचुअल फन्ड सकिन्छ। तर ओपन एन्डेड म्युचुअल फन्डमा चाहिँ त्यस्तो केही पनि हुँदैन। क्लोज एन्डेड म्युचुअल फन्ड चाहिँ तपाईको नेप्सेमा कारोबार हुन्छ, तपाईको TMS बाट किनबेच गर्न सक्नुहुन्छ भने यो ओपन एन्डेड म्युचुअल फन्ड चाहिँ जुन चाहिँ क्यापिटलले खोलेको हो त्यसमा मात्र कारोबार हुन्छ र यो तपाईले जहिले पनि खोल्न सक्नुहुन्छ र जहिले पनि बन्द पनि गर्न सक्नुहुन्छ है। यो चाहिँ तपाईको लाइफ टाइम अनगिनत पिरियडसम्म जान्छ। सो ओपन एन्डेड म्युचुअल फन्डको बेनिफिट चाहिँ त्यही हो। यसको कुनै एउटा एक्सपायरी डेट हुँदैन, त्यसले गर्दाखेरि तपाईले 10 वर्ष, 20 वर्ष, 25 वर्ष, 30 वर्ष, 40 वर्षको लगानी पनि यसमा गर्न सक्नुहुन्छ। सो SIP मा के हुन्छ त? यसको विशेषता के हो त भन्दाखेरि नामले नै हेर्नुस्, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान अर्थात एउटा कुनै सिस्टममा चल्ने र आफूले इन्भेस्टमेन्ट गर्ने प्लान हो। सिस्टम भनिसकेपछि के हुन्छ त भने फिक्स टाइम हुन्छ। तपाईले कहिले इन्भेस्टमेन्ट गर्ने त? इन्भेस्टमेन्ट भनिसकेपछि अमाउन्ट हुन्छ हैन? सिस्टम भनेको टाइमलाई मान्नुस्, इन्भेस्टमेन्ट भनेको अमाउन्टलाई मान्नुस्। सो यसमा एउटा फिक्स समय र एउटा फिक्स्ड अमाउन्ट हुन्छ। यो दुईटा चीज भइसकेपछि तपाईले चाहिँ सिस्टमेटिक वेमा आफ्नो इन्भेस्टमेन्टलाई हरेक महिना या हरेक क्वार्टर या हरेक हाफ वर्ष या हरेक वर्ष यो 4 वटा लगानी गर्ने चाहिँ पिरियड तपाईले चुज गरेर कति लगानी गर्ने त फिक्स्ड अमाउन्ट हुनु पर्यो। पहिले तपाईलाई थाहा हुनु पर्यो, म 1000 रुपैयाँ गर्छु, 2000 रुपैयाँ गर्छु, 3000 रुपैयाँ गर्छु, 4000 रुपैयाँ गर्छु, 5000 रुपैयाँ गर्छु। अनलिमिटेड गर्न पनि सक्नुहुन्छ, तर रेगुलर गर्नु पर्यो। यसले चाहिँ तपाईको इन्भेस्टिङ सेभिङ ह्याबिटलाई चाहिँ बढाउँछ है। मन्थली गर्नुभएको छ भने हरेक महिना गर्नु पर्यो। एनुअली गर्नुभएको छ भने हरेक वर्ष एकैचोटी ल्याएर एउटा रकम ड्याममा हाल्दिनु पर्यो। 6 महिनामा गर्नुभएको छ भने हरेक 6 महिनामा गर्नु पर्यो या 3 महिनामा गर्नु पर्यो। सो दिस इज हाउ अ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान वर्क्स हैन। किन एउटा निश्चित समयमा एउटा अमाउन्ट हालेर त्यसलाई नै ग्रो गर्दै थप्ने। सो SIP ले हामीले के किन्ने त भन्दा म्युचुअल फन्ड भनिसकेपछि म्युचुअल फन्डमा जहिले पनि म्युचुअल फन्डको किता किन्छौँ हामी। जस्तै शेयर बजारमा हामी कुनै शेयरको किता किन्छौँ भने म्युचुअल फन्डमा हामी म्युचुअल फन्डको किता किन्छौँ र म्युचुअल शेयर बजारमा निर्धारण हुने प्राइस भनेको चाहिँ तपाईको लास्ट ट्रेडेड प्राइस भनेर आउँछ नि। त्यस्तै म्युचुअल फन्डमा चाहिँ NAV भ्यालु भनेर आउँछ, नेट एसेट भ्यालु। अर्थात सम्पूर्ण सम्पत्तिबाट जति पनि तिर्ने दायित्व घटाइदिएर शेयर संख्याले भाग गर्नुभयो भने त्यो आउने फिगर इज नेट एसेट भ्यालु। र सधैँ म्युचुअल फन्ड चाहिँ NAV भ्यालुमा हामीले देख्छौं र किन्ने र कारोबार गर्न सक्छौं। सो एभ्री टाइम तपाईले SIP गर्नुहुन्छ 1000 रुपैयाँको, 2000 रुपैयाँको, 3000 रुपैयाँको, तपाईले के किनिरहनु भएको छ भन्दाखेरि त्यो म्युचुअल फन्डको NAV भ्यालु अनुसार किता किनिरहनु भएको छ। कहिले NAV भ्यालु बढ्छ, कहिले NAV भ्यालु घट्छ। म्युचुअल फन्डको NAV भ्यालु कतिखेर बढ्छ त? जब मार्केट बढिरा हुन्छ हैन। किनभने म्युचुअल फन्डले पनि इन्भेस्ट गर्ने भनेको त कि त इक्विटीमा गर्छ कि त डेटमा गर्छ। मार्केट बढेर भएको बेलामा मजाले इक्विटी बढिरा हुन्छ। सो मार्केट बढ्दाखेरि तपाईको NAV भ्यालु पनि बढ्या हुन्छ, मार्केट घट्दाखेरि NAV भ्यालु पनि घट्या हुन्छ। सो कहिले 1000 रुपैयाँले तपाईको NAV भ्यालु कति छ? 10, 11, 12, 13 त्यसकै अनुसारले जति किता आउँछ त्यति किन्छ। कहिले बढेको बेला कम किता आउने भो, घटेको बेला बढी किता आउने भो। सो त्यसले गर्दा यो भन्दा अगाडिको भिडियोमा पनि हामीले कुरा गरेका थियौं नि एभरेज वाला कन्सेप्ट। सो यसले पनि एभरेज गर्दिन्छ भनेपछि मार्केट बढ्या छ, मार्केट घट्या छ देखि तपाईलाई सरोकारै भएन।
हरेक महिना तपाईँले आफ्नो डिसिप्लिन अनुसारले एउटा सर्टेन एमाउन्ट चाहिँ हालिदिइराख्ने, ट्वाक्क हालिदिइराख्ने। त्यो हालिसकेपछि मार्केट माथि जाओस् या तल जाओस्, इन द लङ रन सबै ब्यालेन्स भएर तपाईँलाई नाफा नै हुन्छ। सो यो चाहिँ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान वर्क्स लाइक दिस। र यो सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान गर्ने चाहिँ अहिले सही मौका हो। संसारभरि पहिलेदेखि नै एकदम पपुलर कन्सेप्ट हो, नेपालमा भित्रिएको भर्खर हो, किनभने ओपन एन्डेड म्युचुअल फन्डै थिएन भनेपछि भित्रिने कुरै भएन हैन। बियर मार्केटमा एसआइपी सुरु गर्नु एकदमै राम्रो हो, मौका पनि अहिले हो। र हाल नेपालमा हाम्रो 4 वटा यस्तो ओपन एन्डेड म्युचुअल फन्ड छन्, जसको नाम चाहिँ फर्स्ट एनआइबिएल सहभागिता फन्ड, त्यसपछि एनआइसी एसिया डेट फन्ड, त्यसपछि सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम र एनएमबी सरल बचत फन्ड। सो यो 4 वटा क्यापिटलले चाहिँ ओपन एन्डेड म्युचुअल फन्ड सुरु गरेको छ। यो 4 वटामा चाहिँ हामीले अनलाइनमै यो सबै चिज खोल्न सक्छौँ। अघि हामीले कुरा गर्यौँ एसआइपीमा के हुन्छ त, फिक्स्ड एमाउन्ट र फिक्स्ड डेट हैन। त्यसपछि अब म एसआइपी गर्न रेडी भएर ल मलाई थाहा छ म यो डेटमा यति अमाउन्ट इन्भेस्ट गर्छु भनेर। अब एसआइपी गर्नलाई के चाहियो त भन्दाखेरि ब्याङ्क एकाउन्ट चाहियो, मेरो सेयर एकाउन्ट चाहियो, डिम्याट एकाउन्ट चाहियो, यति हो। यो 3टा चिज भयो भने तपाईले आजैबाट आफ्नो एसआइपी सुरु गर्न सक्नुहुन्छ। तपाईँ नेपालमा हुनुहुन्छ या नेपाल बाहिर हुनुहुन्छ, तपाईको ब्याङ्कमा कनेक्ट आइपीएस छ या ई सेवा छ भने पनि तपाईले एसआइपी चाहिँ जहाँबाट पनि सुरु गर्न सक्नुहुन्छ, नेपालै बसिराख्नु पर्ने भन्ने छैन। सो यो चाहिँ अनलाइन थ्रुबाटै हामीले गर्न सक्छौँ। कसरी भनेर एकचोटि हेरौँ है त। अब हामीले एसआइपी गर्नको लागि कहाँ जाने त भन्दाखेरि एनआइबिएल को गर्नुहुन्छ भने एनआइबिएल एस क्यापिटल भनेर वेबसाइट यसरी छ हैन, जहाँ चाहिँ तपाईँको आजको एनएभी भ्यालु हेर्नुहोस् त यहाँ देखाइदिनै रहेछ 11.09 भनेर है। त्यसपछि सिद्धार्थको हो भने सिद्धार्थ क्यापिटलको वेबसाइटमा जानु पर्यो, एनएमबीको हो भने एनएमबी क्यापिटलको वेबसाइटमा जानु पर्यो, त्यसै गरी एनआइसी हो भने एनआइसी एसियाको क्यापिटलमा जानु पर्यो है। सबै ठाउँमा गएर गर्नुपर्ने के हो भने जस्तै यहाँ म्युचुअल फन्ड छ नि त हैन, नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको म्युचुअल फन्ड हो यो एसआइपी प्लान। सो अनलाइनमा एनआइबिएल सहभागिता फन्ड भनेर छ नि यो। सो यही हो, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यसरी यहाँ आउँछ युनिट पर्चेज, एसआइपी रेजिस्ट्रेसन, एसआइपी पेमेन्ट, डिभिडेन्ड रिइन्भेस्टमेन्ट, साइन अप, लगइन हैन। सबै कुनैमा पनि गर्न मन छ भने तपाईको यो विन्डो आउनुपर्छ है। जस्तै सिद्धार्थमा अस्तिसम्म चलेको थिएन, आई थिङ्क अहिले चल्यो। एप्लाई अनलाइन गरेर म्युचुअल फन्ड लगइन गर्नुहोस्, यहाँ पनि एसआइपी रेजिस्ट्रेसन आयो है। यसमा पनि अघि एसआइपी रेजिस्ट्रेसन गर्यो भने यहाँ यसरी देखिन्छ। सो एनएमबीमा गर्न मन छ भने तपाईँले फेरि यहाँ लगइन गरेर यसको एनआइबी सरल बचत फन्ड भनेको ओपन एन्डेड म्युचुअल फन्डै हो। सो यहाँ क्लिक गर्नुभयो भने यहाँ पनि तपाईँको अब एसआइपी रेजिस्ट्रेसन आयो है। त्यसै गरी एनआइसी एसियाको पनि गर्नुभयो भने एप्लाई अनलाइनमा गएर यो डाइनामिक डेट फन्ड, एनआइसी एसियाको मात्र चाहिँ डेट फन्ड हो, अरू सबैको इक्विटी हो। अर्थात् उनीहरूले इक्विटीमा लगानी गर्छ, यसले चाहिँ डेटमा लगानी गर्छ है। सो यहाँ पनि गएर तपाईँले अब युनिट पर्चेज गर्नुभयो भने यसरी सबैजनाको चाहिँ युनिट पर्चेज एप्लिकेसन भयो। यो सबै कम्पनीको चाहिँ एसआइपी रेजिस्ट्रेसन गर्न सकिन्छ है। अब यसमा के गर्ने त भन्दाखेरि आफ्नो डिपी भनेको तपाईँले आफ्नो डिम्याट एकाउन्ट कहाँ खोल्नु भएको छ, बिओआइडी नम्बर भनेको डिम्याट एकाउन्ट, आफ्नो इमेल राख्नुहोस्। इमेल राखिसकेपछि त्यसमा ओटिपी आउँछ, गेट ओटिपी भन्नुहोस्, अनि आफ्नो इमेलमा ओटिपी आउँछ। ओटिपी भनेको फेरि वान टाइम पासवर्ड हो, त्यो कोड आइसकेपछि यहाँ राख्नुहोस्। त्यसपछि आफ्नो कन्ट्याक्ट नम्बर अनि डेट अफ बर्थ, सिटिजनसिप नम्बर सबै राख्नुपर्छ है। अनि यहाँ सबै चिज हालिसकेपछि अब कति अमाउन्टको हाल्ने, कहिलेदेखि सुरु गर्ने, अनि लिमिटेड गर्ने कि अनलिमिटेड गर्ने। हामी चाहिँ अनलिमिटेड हो, किनभने हामीले त लङ टर्मको लागि प्लान गरिरहेको हो हैन। पेमेन्ट मोड के गर्ने, कनेक्ट आइपीएस गर्ने कि ई सेवा गर्ने कि हैन। अनि एसआइपी इन्टरभल पनि मन्थली गर्ने कि क्वार्टरली गर्ने, कसैले मन्थली दिन्छ, कसैले क्वार्टरली दिन्छ, कसैले एनुअली पनि दिन्छ। अनि आफ्नो खाता कुन चाहिँ खाता नम्बर छ त तपाईँको हैन, त्यो राखिदिनुहोस्। त्यसपछि गएर अब आफ्नो स्यालेरीबाट आएको हो कि बिजनेसबाट आएको हो कि के हो त्यो राखिदिनुहोस्। यति स्यालेरीवाला स्टेटमेन्टहरू छ भने त्यो राखिदिए पनि भयो, नत्र यो नराखे पनि हुन्छ। त्यसपछि डिक्लेयर गरेर अनि यो डु यु वान्ट टु इनरोल इन डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान भनेको छ नि, यसलाई चाहिँ जहिले पनि चेक गर्नुहोस् है, ओके गर्नुहोस्। किनभने त्यसबाट आएको डिभिडेन्ड पनि फेरि रिइन्भेस्ट भएर कम्पाउन्डिङ हुनु पर्यो क्या। त्यसैले गर्दा यो फिचर चाहिँ जहिले पनि चेक गरेर प्रोसिड गर्नुहोस् है। अनि त्यो गरिसकेपछि यसले एउटा चाहिँ के माग्छ भने तपाईँको मेरो सेयरबाट चाहिँ डिटेल माग्छ। सो आफ्नो मेरो सेयर एकाउन्टमा पनि लगइन गर्ने हैन, तपाईँको माई डिटेल्समा जाने, अनि यो माई डिटेल्सको चाहिँ एउटा पिडिएफ तपाईँले डाउनलोड गर्नुहोस् हैन। पिडिएफ डाउनलोड गरिसकेपछि यसलाई चाहिँ अब उसले जेपेग फाइलमा माग्छ हैन। यो पिडिएफलाई चाहिँ तपाईँले अनलाइनै एउटा जेपीइजी फाइल बनाएर राख्नुहोस्, अनि त्यो चाहिँ अपलोड गर्नुपर्छ, सो द्याट त्यसमा चाहिँ तपाईँको सबै चिजहरू आउँछ है। अनि यो एसआइपी रेजिस्ट्रेसन गरिसकेपछि चाहिँ
तपाईँको अब अमाउन्ट फर्स्ट अमाउन्ट पनि तपाईँले कनेक्ट आइपिएस या ई सेवाबाट पे गर्नुपर्छ 1000 2000 3000 कति हुन्छ हैन। सो धेरै पनि नगर्नुस् तर भनौँ न एटलिस्ट 1000 रुपैयाँ गर्नुस् र म्याक्सिमममा भनौँ कसैले सक्नुहुन्छ भने 3000 कसैले सक्नुहुन्छ भने 5000 1000 देखि 5000 को रेन्जमा मात्र गर्नुभयो भने पनि हुन्छ। धेरै धेरै गर्नुभयो भने हरेकचोटि मेन्टेन गर्न गाह्रो हुन्छ। यो एउटा ह्याबिट हो हैन। त्यसले गर्दाखेरि चाहिँ 1000 देखि 5000 को बीचमा गर्नुभयो भने इट्स मोर कन्भिनियन्ट अनि सकिन्छ पनि। सधैँ सधैँ गर्नुपर्ने हुन्छ हैन र त्यसले राम्रो एउटा बेनिफिट पनि दिन्छ। अनि तपाईले यो एसआईपी रेजिस्ट्रेसन गरेर फर्स्ट अमाउन्ट जति हो त्यो गरेर छोड्दिसक्नु भएपछि 24 आवर्स भित्र तपाईलाई इमेल आउँछ। अनि इमेलमा चाहिँ तपाईको एसआईपी रेजिस्ट्रेसन भयो, यति चाहिँ युनिट पर्चेस भयो भनेर एउटा रिसिट पनि आउँछ। अनि त्यहाँ तपाईको लगइन डिटेल्स पनि आउँछ। अनि लगइन डिटेल्स आइसकेपछि फेरि यो अघिकै ठाउँमा गएर लगइन गर्नुस् हैन। लगइन गरिसकेपछि तपाईको त्यहाँ युजर नेम र पासवर्ड आएको हुन्छ। अनि लगइन गर्नु भएपछि तपाईको आफ्नो सबै चीज डिटेल त्यहाँ देख्नुहुन्छ। जस्तै मेरो चाहिँ यो एनएमबी बैंकको छ हैन। सो यहाँ ड्याशबोर्ड हुन्छ अनि यहाँ डिटेल्स हुन्छ अनि युनिट पर्चेस कहिले कहिले युनिट पर्चेस गरियो त भनेर हामीले स्टेटमेन्ट हेर्न सकिन्छ हैन। दुईटा इन्स्टलमेन्ट गइसकेको रहेछ 308 युनिट मैले 3000 रुपैयाँको गरेर दुईटा गरिसकेको छु। सो अब यहाँ गएर तपाईले आफ्नो एसआईपी स्टेटमेन्ट एसआईपी पेमेन्टहरु सबै चेन्ज गर्न पनि सक्नुहुन्छ के तपाईले हैन। कहिले कहिले गर्ने टोटल अमाउन्ट कति भयो जस्तै अब गर्नु पर्यो अर्को पाली गर्नु पर्यो भने यहाँ प्रोसिड टु पेमेन्ट गर्नु भयो भने पनि हुन्छ। पेन्डिङ छैन पेन्डिङ भयो भने यहाँ देखिन्छ कति अमाउन्ट हुन्छ। त्यसपछि प्रोसिड टु पेमेन्ट गरेर यहीँबाट पे गर्न सक्नु भयो हैन। तपाईले अमेन्डमेन्ट गर्नु पर्यो या एसआईपी अब तपाईले 1000 रुपैयाँ गर्नु भयो त तपाईलाई 2000 गर्नु पर्यो रे भनेपछि आफ्नो डेटाहरु फेरि यहाँ तपाईले चेन्ज गर्न सक्नुहुन्छ। मन्थली भए मन्थली हैन, क्वार्टरली भए क्वार्टरली सबै चेन्ज पनि गर्न सक्नुहुन्छ पछि बिचमा गएर है। त्यसपछि क्यान्सल पनि गर्न सक्नुहुन्छ, क्यान्सलेसन पनि गर्न सक्नुहुन्छ। क्यान्सल गरिसकेपछि तपाईले आफ्नो पैसा फिर्ता पनि पाउनुहुन्छ हैन बैंक अकाउन्टकै थ्रुबाट। सो यो चाहिँ तपाईले यो नेप्सेहरुमा हुँदैन है। यो चाहिँ तपाईले आफ्नो क्यापिटलकै लगइन भित्र गएर अनि के गर्ने कसो गर्ने भनेर चाहिँ सबै चीज यही भित्र पाउनुहुन्छ तपाईले। र एसआईपी तिर्ने बेला भएपछि तपाईलाई आफ्नो मोबाइलमा र इमेलमा रिमाइन्डर पनि आउँछ कि तपाईको तिर्ने बेला भयो भनेर। त्यसैले तपाई याद नभए पनि रिमाइन्डर चाहिँ आउँछ। सो एसआईपी चाहिँ गर्न सकिन्छ। सो एसआईपी बाट कसरी पैसा कमाउन सकिन्छ या कति पैसा कमाउन सकिन्छ कति गरे कति आउँछ भनेर एउटा टेन्टेटिभ आइडियाको लागि चाहिँ यो सबै क्यापिटलले यसो एसआईपी क्याल्कुलेटर भनेर छ। हामीले यसरी हेर्यो भने अब हामीले कसरी इन्भेस्ट गर्ने त मन्थली गर्ने भने मन्थली कति इन्भेस्टमेन्ट गर्ने त मन्थली भन्दाखेरि ल भनौं न 2000 रुपैयाँ गर्ने रे। अनि एक्सपेक्टेड एनुअल रिटर्न कति छ? शेयर बजार बढेको बेलामा यो धेरै रिटर्न आउँछ। जस्तै लास्ट टाइम आई थिंक एनआईबीएल यो क्यापिटलले लास्ट इयर 40 हो कि 50% चाहिँ दिएको थियो। तर सधैँ यस्तो हुँदैन किनभने त्यो एक्सट्रिम बुल मार्केट थियो हैन। सो कहिले बियर मार्केटमा घट्या पनि हुन्छ। एभरेजमा चाहिँ के गर्नुस् भने फिक्स डिपोजिट भन्दा बढीको चाहिँ तपाईले रिटर्न एक्सपेक्ट गर्न सक्नुहुन्छ एसआईपी मा किनभने म्युचुअल फन्ड आ प्रिटी सेफ हैन, राम्ररी म्यानेज पनि गरिरहेको हुन्छ। सो 12 देखि 18% सम्म चाहिँ तपाईले एक्सपेक्ट गर्न सक्नुहुन्छ। त्यति चाहिँ आई थिंक नेपालको सिनेरियोमा पाइन्छ नि होला है। सो एभरेजमै गर्ने हो भने अलिकति राम्ररी तपाईलाई फर्स्टमा एसआईपी गराउनको लागि अलिकति लोभ्याउनु पनि पर्यो। त्यसले गर्दाखेरि 18% इन्ट्रेस्ट राखौं है त। 18% इन्ट्रेस्ट 2000 रुपैयाँको दरले कति वर्षसम्म गर्ने त? एसआईपी भनेको चाहिँ 10 वर्ष भन्दा तल गर्नु या 15 वर्ष भन्दा तल गर्नु छ भने चाहिँ नगर्नुस्। तपाईलाई चाहिँ यो लङ टर्मको लागि हो। यसको इफेक्ट चाहिँ तपाईको भनौं न 15 वर्ष 20 वर्ष 25 वर्षपछि चाहिँ अझै धेरै हुँदै जान्छ। त्यसले गर्दाखेरि स्टार्ट अर्ली सो दैट तपाईको रिटायरमेन्ट प्लानको लागि चाहिँ एकदमै ठूलो अमाउन्ट चाहिँ चंकमा भएर बसोस्। ओके सो भनौं 15 वर्ष या 20 वर्ष भन्दा माथिको तपाईको इन्भेस्टमेन्ट गर्ने प्लान छ भने मात्र एसआईपी गर्नु होला। यो एउटा डिसिप्लिन पनि हो। त्यो भन्दा तल गरेर खासै फाइदा चाहिँ हुँदैन तपाईलाई। ओके सो 20 वर्षको राख्दियौं। 20 वर्षमा कति एक्सपेक्टेड अमाउन्ट छ त हेर्नुस् त। यहाँ इन्भेस्ट कति गर्नुभयो त? 4,80,000 हैन। पाउनु कति भयो त? 46 लाख रुपैयाँ पाउनु भयो है। 4,80,000 गरेर 46 लाख रुपैयाँ हातमा आउँछ। अब यसलाई नै 25 वर्ष मात्र गर्नुभयो भने तपाई तर्सिनुहुन्छ अमाउन्ट देखेर। अबव करोड रुपैयाँ आउँछ। जबकि इन्भेस्टमेन्ट जम्मा 6 लाख रुपैयाँ हो। 6 लाख रुपैयाँको इन्भेस्टमेन्टले तपाईको 1,16,46,624 रुपैयाँ हैन। 18% नगरिकन एकदम हामी पेसिमिस्टिक भएर गर्यौं भने पनि एटलिस्ट 15% चाहिँ आउँछ। 15% गर्नु भयो भने पनि तपाईको 2000 रुपैयाँको इन्भेस्टमेन्टले तपाईलाई 65 लाख रुपैयाँ दिन्छ है। 15% 6 लाख रुपैयाँ इन्भेस्ट गर्दाखेरि है। अब 25 वर्ष हैन, यसलाई 30 वर्ष राख्नु भयो भने तपाईले 20 वर्ष हुँदाखेरि चाहिँ एसआईपी सुरु गर्नुभयो र तपाई 50 वर्षको हुन्जेलसम्ममा तपाईको हातमा
1,40,00,000 रुपियाँ हातमा पर्छ। सो यो चाहिँ लङ टर्म जसले प्लान गर्नुहुन्छ उहाँहरूको लागि हो हैन, स्पेशली स्टुडेन्टहरूको लागि हो। एसएलसी सकिने बित्तिकैदेखि प्लान गर्दै जानुभयो भने मेबी 15 वर्ष 16 वर्षको ड्युरेसनमा एउटा बिजनेस गर्ने सेटअप गर्ने पैसा चाहिँ तपाईँको हातमा पर्छ। जब तपाईँ 30-35 सम्म पुग्नुहुन्छ त्यतिखेर एउटा बिजनेस गर्नको लागि चाहिँ चाहिने एउटा रकम कसैको मुख हेरिराख्नु पर्दैन। आफूले गरेको 1000 या 2,000 रुपियाँको लगानीले नै तपाईँलाई चाहिँ पोख्त बनाइदिन्छ आफ्नो बिजनेस सुरु गर्नको लागि। र एसआइपी को बारेमा केही युजफुल इन्फर्मेसनहरू भनेको कतिजनाको क्वेसन के हुन्छ भने हामीले जतिखेर पनि सुरु गर्न सक्छौँ, यस। जतिखेर पनि क्यान्सल गर्न सक्छौँ, यस। बिचमा हामी त्यसको अमाउन्ट चेन्ज गर्न सक्छौँ, यस। यो सबै चिज पोसिबल छ। र बिचमा क्यान्सल पनि गरेर आफ्नो पैसा निकाल्न पनि सक्छौँ, यस। यदि तपाईँ लङ टर्ममा गर्न खोजिरहनु भएको छ, तपाईँलाई त्यति धेरै जानकारी छैन, यु आर जस्ट अ स्टुडेन्ट अर यु आर जस्ट स्टार्टिङ इन सेयर मार्केट हैन, तपाईँ यो गरिदिइरहे हुन्छ। यो गरिराख्नु भयो भने एउटा 1000 रुपियाँ भनेको हामीले एउटा क्याफेमा गएर खर्च गर्ने महिनामा 1000 रुपियाँ त गर्न सकिन्छ, महिनामा 2000 पनि गर्न सकिन्छ होला हैन। त्यति खालको अमाउन्ट चाहिँ तपाईँले छुट्याइदिइराख्नु भयो भने इट विल प्ले अ भेरी सिग्निफिकेन्ट रोल इन यो फ्युचर। अब यस्तो मान्छेको बारेमा कुरा गरौँ जसलाई चाहिँ सेयर मार्केटको थोरै नलेज छ र उहाँहरूलाई यस्तो 15 वर्ष 20 वर्ष लगानी पनि गर्नु छैन, 8 वर्ष 9 वर्ष 7 वर्षसम्म गरेर पनि राम्रो प्रतिफल लिनु छ भने के गर्ने त भन्दाखेरि एसआइपी नै गर्ने हो। तर यो एसआइपी चाहिँ होइन। एसआइपी इज जस्ट अ टर्म, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो। त्यो तपाईँले आफ्नो लाइफमा आफैले पनि गर्न सक्नुहुन्छ। तपाईँलाई सेयर मार्केटको नलेज छ भने अब म्युचुअल फन्डमा एसआइपी होइन कि तपाईँले आफै आफ्नो दममा कुनै पनि कम्पनीको सेयर किन्ने र त्यही कम्पनीको सेयर बारम्बार किनिराख्ने, घटेको बेला पनि किन्ने बढेको बेला पनि किन्ने। सो यो चाहिँ एसआइपी अन स्टक हो। यो चाहिँ तपाईँलाई कसैले गरिदिँदैन। जस्तै यसमा चाहिँ एउटा म्युचुअल फन्ड भयो, तपाईँलाई रिमाइन्डर पनि आउँछ, तपाईँलाई एउटा म्युचुअल फन्ड म्यानेजरले तपाईँको फन्ड म्यानेज पनि गरिरहेको हुन्छ, एनएभी भ्यालु फ्लक्चुएट भइरहेको हुन्छ होइन। तपाईँ आफै क्षमता छ तपाईँमा, तपाईँले आफै गर्न सक्नुहुन्छ भने स्टक्समा हाल्नु। कस्तो खालको स्टक्समा हाल्ने त भन्दाखेरि फन्डामेन्टल्ली स्ट्रङ भएको स्टक्स, जसले चाहिँ राम्रो डिभिडेन्ड दिने, जसको ग्रोथ चाहिँ राम्रो छ, इयर बाई इयर ग्रोथ राम्रो हुँदै गइरहेको छ, ब्लू चिप कम्पनीजहरू भन्छ हैन। यस्तो खालको किसिमको कम्पनीहरू आइडेन्टिफाई गर्नु पर्यो। अनि जहिले जति पैसा छ रेगुलरली त्यसमा सिस्टमेटिक तरिकाले आफ्नो इन्भेस्टमेन्ट गरिदिँदै जानुभयो भने यु विल बी डुइङ अ एसआइपी अन स्टक। र यो चाहिँ 5 वर्ष 8 वर्ष 10 वर्षमा तपाईँलाई यो एसआइपी भन्दा बढी लगानी, यो एसआइपी भन्दा बढी रिटर्न चाहिँ तुरुन्तको तुरुन्तै आउँछ। सो 5 वर्ष 8 वर्ष 10 वर्षसम्ममा चाहिँ तपाईँले यसरी एसआइपी अन स्टक गर्दै जानुभयो। एउटै स्टक किन्ने हो, घटेको बेला पनि किन्ने हो, बढेको बेला पनि किन्ने हो। 5 6 7 वटा स्टक होइन, तपाईँले जुन स्टक आइडेन्टिफाई गर्नुभएको छ म्याक्सिमम 2टा, एउटा आफ्नो लगानीलाई 2टा स्टकमा चाहिँ डाइभर्सिफाई गरिदिनु भयो र यही 2टा स्टकलाई मात्र किनिराख्नु भयो। घट्दाखेरि पनि किन्यो, बढ्दाखेरि पनि किन्यो। मार्केटसँगको तपाईँलाई सरोकारै भएन, माथि जाओस् तल जाओस् हुँदै भएन। तपाईँको स्यालेरी आयो, स्यालेरीबाट यति पर्सेन्टेज चाहिँ मैले यो स्टक किन्छु भनेर छुट्याइदिएको छु भने त्यो किन्ने, बढेको बेला पनि किन्ने, घटेको बेला पनि किन्ने, आफै एभरेज आउट हुन्छ र जुन डिभिडेन्डहरू आइरहेको हुन्छ त्यसले नै तपाईँको अकुमुलेट हुँदै हुँदै पावर अफ कम्पाउन्डिङले अकुमुलेट हुँदै हुँदै 8 वर्ष 9 वर्ष यो एसआइपी जस्तो 15 वर्ष 20 वर्ष 25 वर्ष परेन, छिटै नै त्योभन्दा अलमोस्ट 50% कममा त्योभन्दा राम्रो रिटर्न पनि दिन सक्ने प्रोबेबिलिटी चाहिँ छ। द मोस्ट इम्पोर्टेन्ट थिङ, तपाईँ एसआइपी अन स्टक गर्नुहुन्छ या एसआइपी अन म्युचुअल फन्ड गर्नुहुन्छ, द राइट टाइम इज नाउ, बिकज बियरिश मार्केटमै हो। तपाईँले अहिले आफ्नो इन्भेस्टमेन्टलाई अकुमुलेट गर्दै 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 लिएर जानुभयो भने अबको केही वर्षमा चाहिँ तपाईँ करोडपति हुने चाहिँ पक्का छ। यो थियो हाम्रो आजको एसआइपीसँग रिलेटेड भिडियो। यो भिडियो हेरेपछि धेरैजनाहरूलाई यो एसआइपीको बारेमा कन्फ्युजन, डाउट या अन्डरस्ट्यान्डिङ चाहिँ इस्टाब्लिस भयो भन्ने चाहिँ मैले आशा गरेको छु। र साथसाथै तपाईँहरूले एसआइपी अन म्युचुअल फन्ड अर सेल्फ एसआइपी दुईटा मध्ये केही चाहिँ स्टार्ट गर्नुहुन्छ भन्ने चाहिँ मैले आश पनि लिएको छु, जसले गर्दाखेरि तपाईँलाई चाहिँ इन फ्युचर फाइनेन्शियल फ्रिडम अचिभ गर्नको लागि कसैको भर परिराख्नु परेन। आफ्नै सेभिङ्सले थोरै थोरै हजारको सेभिङ्सले चाहिँ लाखौँ या करोडौँसम्म पुग्ने चाहिँ यो एउटा सिडी हो। यसलाई डिसिप्लिनको रूपमा लाइफमा पनि लागू गर्नुभयो भने तपाईँमा आफै डिसिप्लिन पनि आउँछ। र स्टक मार्केट इन्भेस्टिङ एन्ड इन्भेस्टमेन्ट एन्ड फाइनेन्शियल नलेज इज अल अबाउट डिसिप्लिन। आई होप यु हेभ अ नाइस डे। थ्याङ्क यू फर वाचिङ आर्योप्रेन्योर नेपाल। प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब एन्ड आफूले पाएको जानकारी आफ्नो साथीहरूलाई पनि दिनुहोला र हाम्रो भिडियोहरूलाई पनि मन पर्यो भने सेयर गर्नुहोला। आइ एम साइनिङ अफ। आई विल सी यु अन द नेक्स्ट भिडियो। थ्याङ्क यू, टेक केयर, बाई बाई, नमस्ते।